एसोसिएट प्रोफेसर आयोजक माननीय तथा जिल्ला सरकार त्यसै गरी लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपतिज्यू रजिस्ट्रारज्यू यो 2 दिने एक्चुअली 4 दिने इन्टरनेसनल कन्फरेन्स 2 दिने इन्टरनेसनल कन्फरेन्स र 2 दिने हामीले फ्याकल्टी डेभलपमेन्ट रिसर्च पेपर डेभलपमेन्ट वर्कसप सञ्चालन गऱ्यौँ। यी सबैको आयोजक संयोजक पूर्णमान श्रेष्ठ त्यसै गरी विभिन्न विश्वविद्यालयका खास गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय विश्वविद्यालयका यहाँ पाल्नु भएका साथीहरू जिनज्यूहरू डाइरेक्टरज्यूहरू लगायत उपस्थित सम्पूर्ण महानुभावहरू महिला दासहरू आज अन्तिम तथा समापनको बेला पनि जुन बुझ्नुहोस् माननीय अर्थ तथा योजना मन्त्रीले गर्नुभयो साँच्चै मेरो मनमा दिलबाट भएका कुराहरू गरिदिनुभयो। साह्रै आभारी छु। विश्वविद्यालय कसरी अगाडि बढ्ने, यो विश्वविद्यालयलाई कसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्ड बनाउने, विश्वविद्यालयमा कसरी हामीले आगामी दिनहरूमा नयाँ कार्यक्रम, नयाँ खाले संस्कार, नयाँ पद्धतिको विकास गर्न सक्छौँ र जीवन्त एउटा विश्वविद्यालय बनाउन सक्छौँ भन्ने अभियानमा लागि परेका छौँ। तिनै आबद्धता, तिनै कुराहरू र कसरी बनाउन सक्छौँ भन्ने केही विचारहरू पनि प्रकट गर्नुभयो। मेरो हृदयका कुराहरू बोलिदिनु भएकोमा म आभार व्यक्त गर्दछु। आफ्नो ठाउँमा हामी रहे पनि विश्वविद्यालयले पछिल्ला दिनमा केही फड्को मारेको छ। हुन त विश्वविद्यालय लामो समयसम्म लामो गतिमा मात्र चल्ने भएको हुनाले तत्कालै सानो सानो कुराहरूबाट इँटाहरू थपिँदै जाँदाखेरि तुरुन्तै नतिजाहरू कतिपय देखिएका हुँदैन। तर पनि विश्वविद्यालय भनेको 100 वर्षको इतिहास भन्ने ठाउँहरूमा हामीले गरेका कामहरू साँच्चै भन्यो भने अत्यन्तै स्पिड फास्ट भएर गएका छन् गतिविधिहरू। यी स्पिड फास्ट भएर गएका गतिविधिहरूलाई र विश्वविद्यालयले 1 वर्षमा गरेका जुन उपलब्धि छन्, यद्यपि यी उपलब्धिका पछाडि वर्षौंका उपलब्धिहरू जोडिएका छन्, पहिले नभएका भन्न खोजेको होइन। तर ती पहिलेदेखिका गतिविधिहरूलाई मूर्त रूप लिने गरी जसरी विश्वविद्यालय अगाडि गएको छ, विश्वविद्यालय अगाडि बढेको छ, त्यसले एउटा गति लिएको छ। हामी हाम्रो समाजलाई अलिकता नकारात्मक मानसिकता फैलाउने र सकारात्मक कुराहरूलाई त्यति धेरै हाइलाइट नगर्ने, कतै त्यस्तो पद्धतिमा पो जाँदैछौँ कि ढल्किँदैछौँ कि भन्ने डर लाग्ने गर्छ। मलाई पनि त्यो आभास हुने गर्छ। अहिले माननीय मन्त्रीज्यूले भन्नुभयो हामी उच्च शिक्षाका कर्मीहरू, शिल्पीहरू। एउटा कमिलाले आफ्नो घर बनाउँछ, एउटा माउरीले आफ्नो घर बनाउँछ। हामी त मानव सृष्टिका अति विज्ञ व्यक्तित्वहरू हौँ। त्यो मानव जाति भएर जन्मेर आएका हामी अझ उच्च शिक्षाको क्षेत्रमा योगदान दिनलाई समर्पित आफ्नो जीवन व्यतीत गरेका मान्छेहरू। हेर्नुहोस् त मानव जीवनमा पनि कति फरक पेसा र उसमा छौँ। अघि माननीय मन्त्रीज्यूले भन्नुभयो मूल रूपमा देश बनाउनलाई त 3 समूहहरू स्पष्ट रूपमा देखिन्छ, जसलाई हामी ब्युरोक्रेट भन्ने गर्छौँ। निजामती सरकारी समूहहरू, सरकारी कर्मचारीहरूको समूह, त्यसै गरी राजनीतिक कर्मीहरू जसले राजनीतिक विचार दिनुहुन्छ, राजनीतिक विचार प्रतिपादन गर्नुहुन्छ र त्यो बाटोबाट हिँड्ने गर्छ, र अर्को हामी उच्च शिक्षाका कर्मीहरू। हाम्रो उच्च शिक्षाको काम कुनै अर्को क्षेत्रले ध्यान दिन सक्दैन, किनभने यहाँ ज्ञानको कुरा हुन्छ, यहाँ विज्ञानको कुरा हुन्छ, यहाँ तर्कको कुरा हुन्छ, यहाँ नयाँ सिद्धान्तको कुरा हुन्छ, यहाँ अध्ययनको कुरा हुन्छ, यहाँ अनुसन्धानको कुरा हुन्छ। त्यो अनुसन्धानबाट आएका निष्कर्षहरू प्रतिपादन गरेका ज्ञानहरूलाई फेरि पनि अवलम्बन गर्ने कुरा हुन्छ, जो कुरा न त राजनीतिक क्षेत्रबाट कार्यकर्ता भएर भूगोलमा दिनरात जनतालाई शिक्षित गर्नको लागि वा राजनीतिक चेतना ल्याउनको लागि पर्नुभएका व्यक्तित्वहरूबाट आउन सक्दैन। उहाँहरू त्यो हामीले प्रतिपादन गरेका ज्ञान र विचारहरू, हामीले सिर्जना गरेका ज्ञानहरू र त्यो ज्ञानको अवलम्बन गर्ने तरिकाहरू राजनीतिक पार्टीलाई दिनुपर्ने हुन्छ, राजनीतिज्ञलाई दिनुपर्ने हुन्छ। अर्कोतिर ब्युरोक्रेट्सलाई हाम्रा पद्धतिहरू, हामीले अध्ययन गरेका कुराहरू यसरी अवलम्बन गर्यो भने देश विकास हुन्छ भनेर दिनुपर्ने हुन्छ। यो सारा समस्याहरू समाधान गर्ने जिम्मेवारी त वास्तवमा हामी बौद्धिक समूहमा छ। त्यसैले हामी बौद्धिक समूह भनेर चिनिएको र
र हाम्रा कर्महरू के हुनुपर्छ? अनुसन्धानमा केन्द्रित हुनुपर्छ। हाम्रा कर्महरू के हुनुपर्छ? ज्ञान सृजनाका क्षेत्रमा तल्लीन हुनुपर्छ। हाम्रा कर्महरू के हुनुपर्छ? आपसमा विचारोत्तेजक कुराहरू बिचमा डिबेट गर्ने, क्रिटिसिजम गर्ने, क्रिटिक गर्ने र नयाँ ज्ञान यो हो भने इस्टाब्लिस गर्ने क्रियामा हुनुपर्छ। हामी त त्यता पो लाग्नुपर्छ। हाम्रो पेसा त त्यो पो हो। हाम्रो पेसा पनि त्यो भूगोलमा राजनीति गर्नेहरूको जस्तै झोला बोकेर हिँड्ने हो भने त्यो क्षेत्रमा राजनीति गरिरहेका व्यक्तित्वहरूको फेरि काम के त? त्यसै कारणले हामी बौद्धिक क्षेत्रको बौद्धिक व्यक्तित्व भनेको त समाजलाई दर्शन दिने, समाजलाई बाटो देखाउने र हिजोको दिनमा पनि इतिहासमा हेर्नुभयो भने एउटा गाउँका शिक्षकलाई त्यहाँका शिक्षित नभएका व्यक्तित्वहरूले मेरो चिठी पढिदिनुहोस्, मेरो विचार यस्तो छ, के गरौँ, काम गरौँ कि नगरौँ भनेर सोध्ने थलो भनेको शिक्षकको घर थियो, अथवा भनौँ त्यो शिक्षा प्रदान गर्ने व्यक्तिको थलो थियो। आज हामी उच्च शिक्षाका कर्मीहरू भनेको त्यही ज्ञान प्रदान गर्ने भएको हुनाले समाजमा पनि हाम्रो भूमिका भनेको हामीले बोलेका कुराले, हामीले लेखेका कुराले, हामीले विचार उत्तेजक कुराहरू गरेका कुराले समाज निर्देशित हुनुपर्छ, राजनीति निर्देशित हुनुपर्छ। त्यति गहन जिम्मेवारी, त्यति अहम जिम्मेवारी हामी बौद्धिक क्षेत्रमा छ। यो वहनता गर्न सकेनौँ भने, यो जिम्मेवारी हामीले लिन सकेनौँ भने, कानमा आफ्नो यो जिम्मेवारी व्यक्त गर्न सकेनौँ भने स्वाभाविक रूपमा न त हाम्रो इज्जत रहन्छ, न त हाम्रो प्रतिष्ठा रहन्छ। केवल एउटा देखावटी मात्र म फलानु क्याम्पस पढाउँछु भन्ने बाहेक कसैले सम्मान दिने छैन, कसैले आदर्श मान्ने छैन, कसैले हामीलाई विश्वास गर्ने छैन। त्यो बेलामा न त राष्ट्र बन्छ, न त हाम्रो समाज बन्छ, न स्वयं हाम्रो घर परिवार हामी बन्छ। कोही बन्नेवाला छैन। त्यसैले राष्ट्र बनाउने जिम्मेवारी भनेको उच्च शिक्षा कर्मीहरू हो, तपाईँ हामीहरू। मैले एउटा प्रसङ्गमा भनेको थिएँ, सायद कहिले पनि सेयर गरेको थिएँ कोरिनरसँगको डिस्कसनमा, कसरी तिम्रो देश बनायो भन्दाखेरि एउटा जेनेरेसनले सेक्रिफाइस नगरिकन कुनै राष्ट्र बन्दैन भनेर उनीहरू ठाडै भन्ने गर्थेन। तेरो देशमा कुन जेनेरेसनले सेक्रिफाइस गरेको छ भनेर समेत मसँग क्वेसन गर्थे। किनभने म ती बुढाबुढाहरूसँग एउटा वृद्ध उनीहरूसँग बसेर गफ गर्थेँ, तिम्रो देश कसरी बन्यो? उनीहरू भन्ने गर्थे, आजका युवालाई यो देश बनेको थाहै छैन। यो देश कसरी बनेको भन्ने हामीलाई थाहा छ। हामी कसरी लडेका हौँ, कसरी देश बनाएका हौँ, के खाएका हौँ। त्यसै कारणले त खाने चिज नपाउँदाखेरि हामीले कुकुर मारेर खानु पर्यो। आज हामीलाई संसारले हेप्ने गर्छ, कुकुर खान्छौ तिमीहरू भनेर। तर कुन बाध्यता र परिस्थितिले कुकुर खाएका हौँ यिनीहरूलाई थाहा छैन, संसारलाई थाहा छ। आज हामीले त्यो लेउ लागेको ढुङ्गा उमालेर खाएका हौँ, त्यही लेउबाट हामीले आज पापड बनाएर विश्वलाई बेचेका छौँ। तर यो संसारले बुझेको छैन कि हामीले कसरी त्यो ज्ञान सिकेका हौँ। हुनाले एउटा जेनेरेसन भनेको अब यो राष्ट्र बनाउने जेनेरेसन तपाईँ हाम्रै जेनेरेसन। यही बौद्धिक समाज हो। यही बौद्धिक समाजले यदि काम गर्यो भने हामी राष्ट्र बनाउन सक्छौँ। राष्ट्र बन्यो भने विश्वविद्यालय बनाउन सक्छौँ। विश्वविद्यालय बन्नु भनेको यहीबाट सुरु गर्ने हो। जुन कुरा हामी आज डिस्कोर्स 2 दिनको डिस्कोर्स गऱ्यौँ, तपाईँहरू एक्टिभली इन्भल्भ हुनुभयो, साह्रै आनन्द आएको छ। म खुसी भएको छु। म टेक्निकल सेसनहरूमा पनि हेर्दै हिँडेको छु। यद्यपि कतिलाई जलाएर 20 मिनट हेर्दै छ कहाँ के गरेको छ। तर उच्च शिक्षाको लागि यो विश्वविद्यालयमा उच्च शिक्षा एउटा स्टाब्लिस रूपमा, एउटा मोडल रूपमा सबैले देखोस् भन्नको लागि कोठा कोठा गएर मैले ड्युटीभित्र पढ्थेँ। एउटा भाइस चान्सलरले गर्ने विषय थियो थिएन, तर पनि कस्तो चलेको छ भनेर अवलोकन गर्न कोठा कोठा पुग्ने गर्थेँ। किनभने ट्रुली मेरा फ्याकल्टिजहरूले, यहाँ आउनुभएका पाहुनाहरूले यहाँले अनेक कष्ट दुःख पाउनुभएको होला, तर एकाडेमिक डिस्कोर्स जुन गर्नुभएको छ, एकाडेमिक क्रिटिक जुन गर्नुभएको छ, प्रस्तुति जुन गर्नुभएको छ, यही नै विश्वविद्यालयका प्राध्यापकहरूको पहिलो शर्त हो, पहिलो काम हो। र एउटा काम हामी जिम्मेवारी पूर्व गरेका छौँ। यस्ता कार्यक्रमहरू हामी निरन्तर रूपमा हर वर्ष गर्छौँ। यति मात्र होइन, हामीले प्लान गरेका छौँ। हामी साइन्स एन्ड टेक्नोलोजीको एउटा इन्टरनेसनल कन्फरेन्स हुनुपर्छ, सोसल साइन्सको एउटा इन्टरनेसनल कन्फरेन्स हुनुपर्छ। विश्वविद्यालयले हर वर्ष दुईवटा यस्ता इन्टरनेसनल कन्फरेन्सहरू गर्नुपर्छ भनेर सुरुदेखि भन्दै आएका छौँ। निश्चित रूपमा हामी यो वर्षमा यी कर्तव्यहरू, यी जिम्मेवारी बोधका साथ पुरा गर्छौँ भन्ने लागेको छ। त्यति मात्र होइन, मैले देख्ने गरेको छु हामीलाई सन्तुष्टि कुन बेला हुन्छ। आज म 2 मिनट अलिकति बढी नै बोल्न खोजेको छु, किनभने फ्याकल्टीहरू बौद्धिक जमातहरू हुनुहुन्छ, मैले बोल्ने आज फोरम पाएको छु। सन्तुष्टि, मानव सन्तुष्टि कस बेला हुन्छ? यो जीवन लिएर आएपछि हामी त सम्भोगले यो जिन्दगी पायौँ, सबैले पाउने जिन्दगी होइन। मानव जिन्दगी पाइसकेपछिको सन्तुष्टि भनेको के हो? त्यही सन्तुष्टि भनेको त्यही तोडफोड गरेर, नारा जुलुस गरेर, बाटो सडकमा उफ्रेर यो जीवनमा सन्तुष्टि मिल्दैन। म मानव भएर जन्मिने मौका पाएँ, यो मानव भएर जन्मिने मौका पाएँ भने म पछिको जेनेरेसनले पनि मलाई के गरी सम्झेला, यो यसरी सम्झेला भने मैले बाटो कोर्नु पर्ने हुन्छ। त्यो बाटो कोर्नु भनेको म जुन पेसामा छु त्यही पेसाप्रतिको निष्ठा, त्यही पेसाप्रतिको लगाव, त्यही पेसाप्रतिको मेरो कन्ट्रिब्युसन र निरन्तर रूपमा
रूपमा त्यो पेसामा मैले योगदान दिन सकेँ, इम्प्याक्ट पार्न सकेँ भने मात्रै मलाई सन्तुष्टि हुनेछ। अघि माननीय मन्त्रीज्यूले भन्नुभयो सन्तुष्टि त गाउँमा बसेर पनि छ, सहर मात्रै होइन। हो, हाम्रा युवाहरू बरालेका छन्, स्वाभाविक रूपमा ज्ञान र सिप सिक्नका लागि जानु पनि पर्छ, फर्केर आउने छ। हामीले विश्वको इतिहासमा देखेका छौँ मानिसहरू सधैँ गइरहेका छन् भन्ने होइन। नजिकै देशहरूमा पनि मैले थुप्रै अध्ययन गरेको छु। रिटर्नीहरू कसरी भएका छन् र रिटर्नी भएर आज इन्डियाका 50वटा सबभन्दा सक्सेसफुल कम्पनीका सिइओहरू बनेको अमेरिका र युरोपबाट रिटर्न भएर आएका रिटर्नीहरू। कुनै दिन यस्तो दिन पनि आउनेछ नेपालमा, ती हाम्रा आज गएका दाजुभाइहरू फेरि फर्केर आउनेछन्, भाइ बहिनीहरू फर्केर आउनेछन्, यही राष्ट्र बनाउनेछन्। तर हामीले बचाइदियौँ भने, बाटो बनायौँ भने, आस्था राखिदियौँ भने, हामीले यहाँ काम गर्ने थलो बनाइदियौँ भने, एउटा संरचना बनाइदियौँ भने स्वाभाविक रूपमा म यही काम गर्न आउनेछु। म मेरो देश बनाउँछु, मेरा डाँडा काँडामा रमाउँछु, मेरो यही सुन्दरतामा रमाउँछु, यही हरियालीमा रमाउँछु भने भन्ने छ। नदेखेको बेला विश्व के हो भन्ने छ। अहिले देखेर गयो भने यो विश्व कस्तो छ सबैलाई थाहा छ। मैले भन्ने गरेको छु, त्यही अरबमा गयो भने अरबको त्यो तातो बालुवा देखेँ, भित्र बस्दा एसी छ, बाहिर गए तातो बालुवा छ। समुद्रका छेउछाउका देशहरू अब 2 फिट समुद्र बढ्यो भने हाम्रो देश डुब्छ भनेर रोएर बसेका छन्। त्यहाँ के छ? त्यही समुद्रमा नौका विहार गर्नु बाहेक केही पनि छैन। अनि त्यही मङ्गोलिया गयो भने हेर्छु 80% चाहिँ गोपीको मरुभूमि छ, बुट्यानहरू मात्र छ। त्यो देशले विकास गर्न सक्छ। डुब्न लागेको चाहिँ सिङ्गापुरले विकास गर्न सक्छ। अनि त्यसपछि आएर गल्फमा रहेको बालुवाको खानीले विकास गर्न सक्छ। यो सुन्दर हिमाल डाँडा काँडाले विकास गर्न सक्दैन, स्वाभाविक रूपमा सक्छ। तर हामीले ल्याउने हो त्यो बाटो, हामीले देखाउने हो त्यो वे, हामीले भन्ने हो र लेख्ने हो, हामीले अनुसन्धान गर्ने हो र हामीले प्रकाशन गर्ने हो र विश्वलाई देखाउने हो। यसरी हामीले गर्न सक्छौँ। यो मोडेल हो नेपाल भनेर हाम्रा राजनीतिक कर्मीहरूसँग, राजनेताहरूसँग हामीले गएर बोल्ने कुरा त यसरी देश बन्छ हजुर, यसरी बन्दैन, यसरी विकास बन्छ हजुर, यो हो विकासको मोडेल भन्नुपर्ने। तर हामी उहाँहरूका गएर हजुर मलाई त्यहाँ फलान ठाउँ खाली भएको छ, त्यहाँ राखिदिनु, अलिकति फोन गर्नुहोस् हजुर, त्यहाँ यहाँनिर चाहिँ एउटा खाली भएको छ हजुर, हात दिइहाल्नु पऱ्यो हजुर, ऊ त्यहाँनिर एउटा पद छ हजुर, एउटा मेरो घरमा छ हजुर, त्यसलाई चाकरी मिलाइदिनु पऱ्यो। अनि राजनेताहरूले पनि फोन गरेर बिजी छ, त्यहाँ एउटा खाली छ नि के गरे हो हालिदिनु पऱ्यो नि त। अनि देश बन्ने कुरा, विकास गर्ने कुरा, एउटा मोडेल हामी उच्च शिक्षा कसैले बनाउने हो र उहाँहरूलाई हामीले भन्ने हो होइन हजुर यसरी हो देश बनाउने, यसरी व्यक्तिगत रूपमा कुरा गर्ने होइन। मैले सल्युट गर्छु मान्य मन्त्रीबाट, कहिले यो आशा पनि गरेका छैन यस्तो बदल्छ भनेर। तर मैले आज यहाँ बोल्नै पर्छ, किन अनेक राजनीतिक कर्मीहरूबाट पाउँछु, भोग्छु कि मैले, मेरा जीवन त भोगाएका जीवनहरू पनि छन्। त्यसै कारणले गर्दाखेरि हामीले पछिल्ला दिनमा यो विश्वविद्यालयमा केही फड्को मारेका छौँ, केही उन्नति गरेका छौँ। तपाईँहरूले वार्षिक दर्पणको एक्टिभिटीहरूको क्रियाकलापको दर्पण पनि हेर्नुभयो होला। सायद यही बिचमा हामीले यत्रो वर्षदेखि पाठ्यक्रम परिमार्जन गर्नुपर्छ भनेर पाठ्यक्रम परिमार्जन भइरहेका छन्। नयाँ नयाँ पाठ्यक्रमहरूको सुरुवात गरेका छौँ, नयाँ कार्यक्रमहरू नै लन्च गरेका छौँ। यसै वर्ष पनि हामी मास्टर्स इन नेचुरल रिसोर्स म्यानेजमेन्टबाट सुरु गऱ्यौँ। यो नेचुरल रिसोर्सेस हो, यो कर्णाली भनेको नेचुरल रिसोर्सेस हो। कुन नेचुरल रिसोर्सेस यहाँ छैन? यसको युटिलाइज गर्ने, यसको म्यानेज गर्ने कलेज यही विश्वविद्यालयमा पढ्ने, यही पढाउने, यहीका प्राध्यापकहरूले गर्ने। त्यसै कारणले हामीले नेचुरल रिसोर्स म्यानेजमेन्ट गरेर साइन्समा सुरु गरेका छौँ। इन्जिनियरिङमा कोटा बढाएका छौँ। त्यति मात्र होइन, हामीले उच्च अध्ययनको तह सिर्जना गर्नुपर्छ। अनुसन्धान 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 भनेको के हो? कि एमफिल हो कि पिएचडी हो? फ्याकल्टीहरूलाई ल अनुसन्धान गर्नुहोस् भन्नको लागि। त्यसै कारणले गर्दा एमफिल लिडिङ टु पिएचडी भनेर हामीले त्यत्रो वर्षदेखि सुरु नै भएको थियो। विश्वविद्यालयको इतिहास हेऱ्यो भने 13-14 वर्षको इतिहास भन्छौँ, तर क्याम्पसहरूको इतिहास हेऱ्यो भने 30-35 वर्षको इतिहास छ। यहाँ 13-14 वर्षको इतिहास मात्र होइन, प्राध्यापकहरू, रिटायर्ड प्राध्यापकहरू, पेन्सनर प्राध्यापकहरू हुनुहुन्छ भनेको के 13-14 वर्षले पेन्सनर हुन्छ? तर क्याम्पसको इतिहास जोड्यो भने त यहाँ 35-40 वर्षको इतिहास छ। अनि हामीले पिएचडी लिन चलाउँ। यसैले यस वर्षदेखि नै हामीले तपाईँहरूले विज्ञापन देखिसक्नु भएको छ। हामी एडमिसन सुरु गरिसकेका छौँ। युनिटिजमा चाहिँ हामीले एमफिल लिडिङ टु द पिएचडी भनेर छिटै हामी एजुकेसनमा एमफिल लिडिङ टु द पिएचडी सुरु गर्नेछौँ। हेर्नुहोस् त, यो उपलब्धि होइन। 1 वर्षको छोटो समयमा हामीले गरौँ भनेर लाग्यो भने किन हुँदो रहेनछ? कहाँनिर भएको रहेनछ? त्यति मात्र होइन, हामीले नयाँ नयाँ प्रोग्रामहरू दिनुपर्छ भनेका छौँ। यही पनि हामी आइटीका अत्याधुनिक कार्यक्रमहरू चलाएका छौँ। इन्जिनियरिङमा हेऱ्यौँ भने हामीले कम्प्युटर साइन्समा होस् वा भनौँ चाहिँ सिभिल इन्जिनियरिङमा होस्, यसरी हामीले साइन्स एन्ड टेक्नोलोजीमा हेऱ्यौँ भने बिआइटी भने इन्फर्मेसन टेक्नोलोजीमा होस् वा बिएससी सिएसआइटीका कार्यक्रमहरू होस्, अरू नयाँ नयाँ कार्यक्रमहरू लिएर यतातिर जानुपर्छ भनेका छौँ। मलाई खुसी लागेको छ, हामी फ्याकल्टीलाई चाहिँ तुरन्त रिसर्चमा इन्गेज हुनुहोस् भनेर विज्ञापन गरेर अथाह राम्रो हामीलाई चाहिँ रेस्पोन्स आएको छ। हाम्रा फ्याकल्टीहरूले, देशभरिका फ्याकल्टीहरूले, हामीले त्यहाँ कुनै डिस्क्रिमिनेट गरेनौँ। आउनुहोस् फ्याकल्टीहरू रिसर्चमा इन्गेज हुनुहोस्, आउनुहोस् रिसर्च गर्नुहोस्, पब्लिकेसन गर्नुहोस्, हामी पैसा दिन्छौँ।
विश्वविद्यालयले पैसा दिन्छ तपाईँलाई। म खोज्छु कहाँबाट पैसा दिने, यो जिम्मेवारी मलाई दिनुहोस्, रजिस्ट्रार साहबलाई दिनुहोस्, जसले चाहिँ यो सबै ढुकुटीको जिम्मा उहाँले दिन्छ। म हिँड्छु, म टोलमा म हिँड्छु युनिभर्सिटीमा, किनभने योभन्दा अगाडि पनि कर्णालीका 2 जिल्लामा बसेर म हाई स्कुल खोल्दै हिँडेको। इतिहास हेर्नु होला, गुगलमा सर्च गर्नु होला। काम नगरेर छोडेको होइन, जुन दिनसम्म हुन्छ त्यो दिनसम्म म विश्वविद्यालयको लागि काम गर्छु। मेरो एउटा मात्र मकसद हो यो विश्वविद्यालय बनाउने हो, बनाएरै छाड्छु। त्यसै कारणले गर्दाखेरि आउनुहोस् ढाकातिर रिसर्च गर्नुपर्ने हामीले पब्लिकेसन गऱ्यौँ, सूचना निकाल्यौँ, हामीलाई अत्यन्त राम्रो रेस्पोन्स आएको छ। 30-35 फ्याकल्टिजहरूले म अझ त्यो कोलाबोरेसन्स गरेर चाहिँ उहाँहरूले मिलेर आएको हुँदा त 40-50 जना फ्याकल्टीहरू रिसर्च गर्छु भने यसै वर्ष हामी उहाँलाई रिसर्चको फन्डिङ गर्छौँ। रिसर्च गर्नुहोस्, टपिक लिनुहोस्, काममा जानुहोस्, जोतिनुहोस्, तपाईँको एकाडेमिक पब्लिकेसन्सहरू गर्नुहोस्। एकाडेमिक पब्लिकेसन्स गर्नुभयो भने तपाईँको इज्जत ठाडो हुनेछ। यहाँ यो विश्वविद्यालयमा के पद छ र कहाँ पद छ मात्र होइन, तपाईँ आउटसोर्सिङ भएर नेपालका अरू विश्वविद्यालयले खोज्ने बन्नुपर्छ। आज कुनै विश्वविद्यालयमा थिएन काम गरेको थिएँ, यो विश्वविद्यालयले खोजेर यहाँ आए, तपाईँलाई अर्को विश्वविद्यालयले किन खोज्न सक्दैन? तपाईँले क्षमता विकास गर्नुभयो भने, तपाईँले अनुसन्धान गर्नुभयो भने, रिसर्च गर्नुभयो भने, तपाईँले पब्लिकेसन गर्नुभयो र नयाँ ज्ञान सृजना गरे भन्नुहोस् त, नेपालको कुन युनिभर्सिटीले तपाईँलाई खोज्दैन? मैले देखेको छु कयौँ युनिभर्सिटीहरूमा अहिले दिन खाली छ, सर दिन कोही छ ल रिफर गर्नुहोस् न भन्नुहुन्छ। पार्ट टाइमहरू दिनमा जानुभएको छैन। जनजिन्दगीमा कयौँ वर्षसम्म पार्ट टाइम भएर पढाउनु भयो, तर पिएचडी गर्नुभएको थियो, पब्लिकेसन्स गर्नुभएको थियो, अहिले मात्रै गएर हेर्नुहोस् त। नयाँ नेपाल युनिभर्सिटी खोलेको छ, दिन खोजिरहेको छ। उहाँ बागमती युनिभर्सिटी खोलेको दिन भर्खर जानुभयो, को मान्छे जानुभयो भने पठाइदिनुहोस्। उहाँ पार्ट टाइमहरू हुनुहुन्छ, तर कहाँबाट? उहाँले अहिलेसम्म 8-10वटा इन्टरनेसनल पब्लिकेसन्स गरिसक्नु भएको छ। अघि मात्रै पनि हाम्रो जहाँसले प्रस्तुत गर्नुभएको थियो, Q1, Q2हरूमा पब्लिस गर्नुभएको छ। एउटा पार्ट टाइमले Q1, Q2मा पब्लिस गर्छ, 10औं पेपर पब्लिस गर्छ, त्यसपछि एकैचोटि पार्ट टाइम 3 भएर जान्छ। के को यो लडाइँ हो? के को यो झगडा हो? क्षमताको विकास गरौँ, विश्वले खोज्नेछ, छिमेकीहरूले खोज्नेछ। त्यसै कारणले गर्दाखेरि अनुसन्धानमा केन्द्रित हौँ भनेर हामीले अनुसन्धानको फन्डिङ सहित पैसा दिन्छौँ। हामी प्रकाशन गर्नुहोस्, तपाईँ जर्नल निकालेका छौँ यसै वर्षदेखि। हाम्रो साइन्स एन्ड टेक्नोलोजीले नयाँ जर्नल निकालेको छ, इन्जिनियरिङले तुरुन्तै जर्नल निकालेको छ। हिजोका दिनमा कति समय रोकिएका जर्नलहरू अब सुरु भएका छन्। सबै म्यानेजमेन्टमा 2-2वटा जर्नल आएको छन्, सोसल साइन्समा आएको छ, यसै गरी एजुकेसनमा आएको छ। केन्द्रीय र प्रदेशसँग हामी सहकार्य गरेका छौँ। कति गर्व लाग्छ मलाई। हेर्नुहोस्, हिजोको उद्घाटनका बेलामा 3 जना माननीय मन्त्रीहरू यही हुनुहुन्छ, मुख्यमन्त्रीहरू यही हुनुहुन्छ। एउटा कन्फरेन्सको विश्वविद्यालयको एउटा कन्फरेन्स, हामी बिचमा कुनै कन्फ्लिक्ट छैन। म आएदेखि मैले भन्ने गरेको छु, यद्यपि यो सङ्घीय विश्वविद्यालय हो, नेपालको राष्ट्रिय विश्वविद्यालय हो, तर भूगोल कहाँ छ? कर्णालीमा छ, सुर्खेतमा छ। हामी कर्णालीलाई पहिले प्राथमिकता दिन्छौँ, त्यसपछि मात्र हामी केन्द्रमा बोल्ने कुरामा बोल्नुपर्छ। यसै कारणले गर्दाखेरि आज हाम्रो एउटा कार्यक्रममा प्यानलिस्ट भएर बोल्नको लागि मन्त्री आउनुहुन्छ भने रिक्वेस्ट गर्दा ओके म तयार छु भनेर आइदिनुभयो। अहिलेको प्यानलिस्टमा मन्त्री हुनुहुन्छ सामाजिक विकास मन्त्री। अहिले हाम्रो समापन कार्यक्रममा मुख्य अतिथि भएर आउनुभएको छ अर्थ तथा योजना मन्त्री। प्रदेश सरकारसँग मात्र होइन, हामी यहाँको स्थानीय सरकारसँग, खास गरिकन नगरपालिकाहरूसँग पनि त्यसरी नै जोडेका छौँ। मैले भन्ने गरेको छु उहाँलाई, माननीय मन्त्रीज्यू, वास्तवमा हिजोको दिनमा यहाँका पुर्खाहरूले, यहाँका अग्रजहरूले यो भूमि ल्याउनु भयो, त्यस कारणले गर्दा आज यो विश्वविद्यालय यहाँ आयो। म आउन पाएँ, धन्यवाद तपाईँहरूलाई। तर के सधैँ यही भूगोलले पुग्छ? सधैँ यति जग्गाले पुग्ने हो एउटा विश्वविद्यालय? अघि माननीय मन्त्रीज्यूले भन्नुभयो हामीले देखेका छौँ विश्वका विश्वविद्यालयहरू कस्ता छन् भनेर। कति एकडमा फैलेका छन्, कस्ता छन्? मैले अघि मात्रै माननीय मन्त्रीज्यूसँग सेयर गरेको थिएँ। विश्वविद्यालयहरूले कस्ता कस्ता प्रोजेक्ट चलाएका छन् र कत्रो भूगोलमा बसेका छन्। अब के गर्ने? 50 वर्षपछि के होला? 100 वर्षपछि के होला नि भूमि? यहाँनिरको यति जग्गाले पुग्ला 100 वर्षपछि? हर वर्षमा नयाँ कार्यक्रम थपौँला नि, नयाँ क्रियाकलापहरू गरौँला नि। त्यस कारणले मैले अनुरोध गरेँ, माथिका डाँडातिर कहीँ छ कि अहिले प्रदेश सरकार, स्थानीय सरकार मिलाइदिनुहोस्। 100-200 रोपनी जग्गाहरू, 100-200, 400, 500 जग्गाहरू कार्य छ। भोलिका दिनमा हामीले कोलाबोरेसनबाट नयाँ सेन्टरहरू खोल्नु पऱ्यो भने, नयाँ प्रोग्रामहरू लिएर जानु पऱ्यो भने, नयाँ इन्स्टिच्युटहरू खोल्नु पऱ्यो भने कहाँ खोल्ने? त्यसै कारणले गर्दा यस्ता कामहरूमा हामी लागेका छौँ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गरेका छौँ। यसै वर्ष मात्र हामीले 12वटा इन्टरनेसनल युनिभर्सिटीसँग सहकार्य गरेका छौँ भने 10भन्दा बढी नेसनल युनिभर्सिटीसँग हामीले एमओयू गरेका छौँ। किनभने एउटा कन्सेप्टको सुरुवात गरेँ मैले, सबै नेपालका विश्वविद्यालयका भिसीहरू तयार गर्नुभयो। त्यो भनेको के भने हामी विदेशी विश्वविद्यालय देख्दा साथ आउनुहोस् एमओयू गरौँ भन्ने।
आफ्नो घरको, आफ्नो परिवारको, आफ्नो समाजको र आफ्नो राष्ट्रको लागि कहिले महत्त्व नदिने, विदेशी देख्यो कि के न छ भन्ने। तर अब के थिङ गर्ने बेला होइन। हाम्रा देशभित्र रहेका राष्ट्रिय विश्वविद्यालयहरूका सहकार्य गरेर नयाँ नयाँ कार्यक्रमहरू सञ्चालन गरौँ भन्दा साथ 10वटा विश्वविद्यालयहरू एकैसाथ अस्तित्व मिलेर तयार भयौँ र 10वटा विश्वविद्यालयका नेपालका विश्वविद्यालयका वाइस चान्सलरले एउटा एग्रिमेन्ट गरेर लुम्बिनी घोषणा पत्र भनेर आयो। त्यो भनेको के? अब विश्वविद्यालय बिचमा आन्तरिक रूपमा पनि यहाँका विश्वविद्यालय बिचमा हामी खेल्न सक्छौँ, हामी काम गर्न सक्छौँ, हामी सहकार्य गर्न सक्छौँ। स्वाभाविक रूपमा विश्वविद्यालय भनेको अन्तर्राष्ट्रियकरण हो, त्यस कारण अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग पनि हामी त्यसरी नै जोडेर जानेछौँ। हाम्रा तमाम समस्याहरू समाधान हुँदै आएका छन्। हामीले पेन्सनका समस्या यति लामोदेखि बदलेको थियो, समाधान गऱ्यौँ, रजिस्ट्रार आउनुभयो, त्यसपछि अत्यन्त सहजसँग यसलाई अगाडि बढायौँ। खेल प्रतिस्पर्धामा कर्णाली साँच्चै अब रहेछ भनेर उदाहरणै देखायो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कर्णालीको यो मध्यपश्चिम विश्वविद्यालय फर्स्ट भयो, च्याम्पियन भयो भने के एउटा म्यासेज होइन, एउटा ब्रान्ड होइन? कहाँ रहेछ शक्ति भन्ने कुरा त यही कर्णालीमा रहेछ, यही मध्यपश्चिम विश्वविद्यालयमा रहेछ नि। त्यसरी हामीले प्राप्त गरेका छौँ। हामीसँग एउटा कर्णालीमा मात्र एउटा कलेज छ, त्यो भनेको यही मध्यपश्चिम विश्वविद्यालयको हामी युनिट छ, स्वायत्त युनिट छ, जसलाई हामीले मुसुक भन्ने गर्छौँ। कर्णालीमा मात्र एउटा इन्स्टिच्युट हो, त्यसलाई हामीले प्रेज गर्न सक्नुपर्छ। आदरणीय फ्याकल्टिजहरू, त्यसलाई फेसबुकमा लेख्नुपर्छ कि पर्दैन? कहिले अहिले मैले बोल्दा कहिले मेरो कुनै शब्द स्लिप हालेछ भने यसलाई रङ्ग्याउनु भन्दा त त्यो मुसुकलाई रङ्ग्याउँ, यसलाई रङ्ग्याउनु भन्दा त यो वृक्षारोपण भएको रङ्ग्याउँ, त्यसलाई रङ्ग्याउनु भन्दा त यहाँ हामीले गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई रङ्ग्याउनु। यो विश्वविद्यालय बनाउने पिल्लर तपाईँहरू हो कि होइन? यो विश्वविद्यालय बन्यो भने तपाईँहरू बन्ने हो कि होइन? प्रतिष्ठा र इज्जत त तपाईँहरूको आउनेछ। जीवनभर यो ठाउँमा भूमिमा तपाईँको इज्जत आउनेछ, तपाईँको प्रतिष्ठा आउनेछ। आन्तरिक दौलत केही पनि छैन, समस्या कहीँ छैन। यदि हामी खुला विचार र खुला दिल अगाडि बढ्यौँ भने त्यसै कारणले गर्दाखेरि यी कुराहरू हाम्रा आन्तरिक कुराहरू तर पनि म फ्याकल्टीहरू प्रशस्त हुनुहुन्छ। हामी अब हाम्रा फ्याकल्टीहरू विश्व प्रतिस्पर्धी बन्नेछन्, नेपाल प्रतिस्पर्धी बन्नेछन्। हर वर्ष हामी अनुसन्धान गर्नेछौँ, अनुसन्धानलाई प्रकाशन गर्नेछौँ, जर्नलहरू नियमित लेख्नेछौँ। हाम्रा विचार उत्तेजक कुराहरू हामी प्रदेश सरकार, स्थानीय सरकार र राष्ट्र सरकारसँग भन्नेछौँ, सङ्घीय सरकारसँग भन्नेछौँ। यति भन्दै फेरि पनि यस्तो आनन्दको दिन आएको छ कि तपाईँहरू एक्टिभली इन्भल्भ हुनुभएको छ, यति धेरै पेपरहरू लेख्नुभएको छ। आफ्नै भूमि र आफ्नै ठाउँमा हामीले इन्टरनेसनल कन्फरेन्स गऱ्यौँ। मलाई दबाब र मान्छेले भन्ने गर्दै काठमाडौँ गर्नु भइहाल्छ नि, होटलमा हिमालयन होटलमा लग्नु त्यहाँबाट 8 जना गएको गइहाल्छ। मैले नो, यस्ता कुराले हुँदैन। सुर्खेतै आउनुपर्छ, सुर्खेतै देख्नुपर्छ, मध्यपश्चिम विश्वविद्यालय देख्नुपर्छ, हाम्रो आमा देख्नुपर्छ, बरु हाम्रो एक टहरा देख्नुपर्छ। हामीलाई चाहिँ एसीले पिएको छैन, खलखली बसिरहेको छ। सारा देशवासीले पनि यही देख्नुपर्छ। हामी जे ठाउँमा छौँ त्यही प्राप्त गर्नुपर्छ। कतिले भन्नुभयो सर यस्तो त पर होटलमा गरेर भइहाल्छ नि, त्यहाँ ठुल्ठुला होटलहरू थिए भने होइन, हामीले रियालिटीमा बाँच्नुपर्छ। कुनै पनि डेकोरेटेड चिजमा बाँच्दैन, वास्तविकता बुझ्यौँ भने अनि मात्र विकास गर्न सक्छौँ। यो विकासको अभियानमा तपाईँहरू जोडिनु भएको छ, साह्रै खुसी लाग्यो। यति भन्दै धेरै समय मैले लिएँ। फेरि पनि हाम्रा कार्यक्रमहरू यसरी अगाडि बढ्नेछन्। यहाँहरूको साथ र सहयोग रहँदै आएको छ, अझै पनि रहनेछ। निरन्तर रूपमा एउटा मात्र ठुल गरेर जानुहोस्। मध्यपश्चिम विश्वविद्यालय हाम्रो विश्वविद्यालय हामी बनाएर छाड्छौँ। उच्च शिक्षाकर्मी हौँ हामी, उच्च शिक्षाको लागि पर्छौँ। हाम्रो जीवन केवल उच्च शिक्षाको लागि हो, ज्ञान प्रवाहको लागि। यति भन्दै धेरैलाई धन्यवाद दिइसक्नु भएको छ यो आयोजकले। त्यसै कारणले गर्दा सबैलाई धन्यवाद दिँदै फेरि पनि माननीय मन्त्रीज्यूप्रति आभार व्यक्त गर्दै आजको यो अन्तर्राष्ट्रिय सम्मेलन 2 दिने अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोह यही अन्त भएको घोषणा गर्छु। धन्यवाद।